30 डे च्यालेन्जको यो 5th भिडियोमा आज म तपाईहरुलाई चाहिँ म किन जिम जान्छु भनेर भन्दैछु है। आज चाहिँ मेरो चेस्ट थियो खासमा, सो नर्मल वार्म अपबाट नै मैले स्टार्ट गरेको छु हैन। म जिम जानुको मेन रिजन भन्दाखेरि चाहिँ मेरो बडी एकदम विक थियो के। अहिले नै अलिकति छन त छ, तर पहिलाको भन्दा अलि निकै प्रोग्रेस भएको छ हैन। मेरो जिउ एकदम लालकलुलुक हुने, मलाई प्रेसर लोहरू भइरहने हैन, अनि मेरो मसल्सहरू एकदमै विक थियो के। अनि प्लस मलाई पिसिओएस पनि थियो, जसमा चाहिँ मेरो इरेगुलर मेन्स हुन्थ्यो। त्यसले गर्दाखेरि चाहिँ मैले जिम जोइन गर्न थालेँ, अनि जिम जोइन गर्न थालेपछि चाहिँ जस मेरो हेल्थ इस्युहरू चाहिँ केही हदसम्म चाहिँ ठिक थियो के। सो यसले चाहिँ मलाई हेल्थमा चाहिँ एकदमै धेरै बेनिफिट पुर्याएको छ हैन। अब अहिले चाहिँ जिम जाने टार्गेट भनेको हेल्दी हुने, ब्युटिफुल हुने हैन, अब फिट हुने भइहाल्यो। अनि जिम जाँदाखेरि चाहिँ मलाई एउटा कुरा के एकदमै मन पर्छ भन्दाखेरि चाहिँ जिमले चाहिँ मलाई सधैँभरि नै डिसिप्लिनमा रहन सिकाउँछ के। डिसिप्लिन चाहिँ कुन सेन्समा भन्दाखेरि म जिम जाँदैछु भने चाहिँ म यदि कतै बाहिर गएको छु या केही गएको छु भने चाहिँ मैले चाहिँ त्यो खानकीलाई चाहिँ कन्ट्रोल गर्छु के। खानेकुराहरू खान त मन लाग्छ जे देखे पनि, तर पनि म सेल्फ कन्ट्रोल गर्छु कि हैन तैँले यसरी जङ्क खाइरहनु हुँदैन, तैँले यसरी बडी बिल्ड गर्न लागेकी छस्, यसरी खानु हुँदैन, खायो भने तँलाई असर गर्छ भनेर मेरो अन्तरात्माले भन्छ भनौँ न। सो मलाई डिसिप्लिनमा राखेको छ हैन, भ्यालु अफ टाइम सिकाएको छ। त्यस पछाडि लागेर आफ्नो हेल्थमा कसरी ध्यान दिने, कसरी राम्री हुने भनेको छ हैन। यसमा अलिक कमेडी पार्ट मैले गरिरहेको छु हैन। ट्याक्कै 1 महिना भयो कि जिम छुटेको, सो मसल्सहरू अलिअलि लागेको पनि सबै गएको। यो चाहिँ यत्तिकै ऱ्यान्डमली हो, मैले सो जस्ट फनको लागि गरेको यो हैन। सो मेरो एब्स आइसकेको छैन, बाइसेपहरू नि बनिसकेको छैन है। सो मलाई अझै मेहनत गर्नु छ है। सो मेन पोइन्ट चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईहरु पनि नजिक हुनुहुन्छ भने जसरी भए पनि जिम चाहिँ जोइन गर्नु होला है। त्यति धेरै महँगो पनि पर्दैन, सस्तो पनि भइरहेको हुन्छ नजिकै। सो या त्यही हो, जिम चाहिँ यसले चाहिँ मलाई एकदम डिसिप्लिन सिकाएको छ। 30 डे च्यालेन्जको यो 5th भिडियोमा आज म तपाईहरुलाई चाहिँ म किन जिम जान्छु भनेर भन्दैछु है। आज चाहिँ मेरो चेस्ट थियो खासमा, सो नर्मल वार्म अपबाट नै मैले स्टार्ट गरेको छु हैन। म जिम जानुको मेन रिजन भन्दाखेरि चाहिँ मेरो बडी एकदम विक थियो के। अहिले नै अलिकति छन त छ, तर पहिलाको भन्दा अलि निकै प्रोग्रेस भएको छ हैन। मेरो जिउ एकदम लालकलुलुक हुने, मलाई प्रेसर लोहरू भइरहने हैन, अनि मेरो मसल्स